त्यहाँ मात्रै मैले दुःखको द्वार खोलेर सुखको तलास गरिरहेछु हौ। त्यसकारण त डिप्रेसन, एङ्जाइटी, फ्रस्ट्रेसन। कति मान्छे पैसा कमाउनु खोज्छ नि, जति पैसा बढ्छ सुविधाहरू बढ्दै जान्छ, बाहिर मनको दुविधा झन् चर्किँदै जान्छ। त्यसकारण अध्यात्ममा पहिलो कुरा कि म दुखी छु, दुःखबाट कसरी बाहिर आउने मेरो सबभन्दा ठुलो चुनौती हो। धन कमाउनु चुनौती होइन, धन त जसरी पनि कमाउँछ। मैले नकमाए मेरो बाउले कमाइदिन्छ, या मैले नकमाए मेरो छोराले कमाइदिन्छ। तर मेरो दुःख मेरो न छोराले हर्छ न बाउले। मेरो हर्छ दुःख कसले? मेरो दुःख हर्ने त कोही पनि छैन म बाहेक। यदि मैले मेरो दुःख हरिन भने मेरो दुःख हर्ने कोही पनि छैन। मैले खानु पाएन भने खाना दिने 1000 छन् मान्छेहरू, तर मैले दुःख पाएँ भने मानसिक रूपमा मलाई सुखी बनाउने म बाहेक कोही पनि छैन। सच्चिदानन्द घन ब्रह्म, यो पनि अर्को शास्त्रीय कुरा छ। सत्य, त्यो सत्य स्वरूप छ। त्यो